हामीले कतिपय महत्त्वपूर्ण कानुनहरू अहिले पनि बनाउन सकेनौँ। 10 वर्ष बित्यो भनेपछि संविधानमा लेखेको कुरा त लागू गर्न सकेनौँ भने यो घोषणापत्र कति लागू होला? जनताले गर्ने प्रश्नहरू थियो। मैले त जनताको पैसा दिए मात्रै हो, त्यसैले मैले त्यहाँ के राखेँ न चाहिँ अहिले कतिपय कानुन बन्नै सकेन। त्यसैले के हुँदो रहेछ भने यो संविधानमा लेखेको कुरा कार्यान्वयन गर्न पहिलो इम्प्लिमेन्टिङ द कन्स्टिट्युसन आवश्यक कानुन बन्नुपर्छ। दोस्रो कुरो प्रमोटिङ द कन्स्टिट्युसन, संविधानलाई प्रवर्धन गर्नलाई त्यो संविधानमा लेखेको कुरा जनताका माझमा पुर्याएर त्यो प्रतिफल दिनुपर्छ। त्यसलाई भन्छ प्रमोटिङ द कन्स्टिट्युसन। तेस्रो कुरा भन्छ सेफगार्डिङ द कन्स्टिट्युसन। संविधानलाई कहाँबाट चुनौती छ, खतरा छ, अतिक्रमण हुन सक्छ, हामीले कहाँ अध्ययन गर्यौँ? गरिबीको कारणले हो कि, विभेदको कारणले हो कि, सुशासनको कारणले हो कि, त्यो कसले अध्ययन गर्यो? अहिले 10 वर्षको अध्ययन। त्यसैले पार्टीले कति गर्नुभयो? यदि हामीले सूक्ष्म अध्ययन गरिराखेको भए अहिलेको अवस्था त्यति सिर्जना हुँदैन थियो होला, हामी सायद गरिनौँ कि। त्यसैले मेरो यो निष्कर्ष 3टा कुरा हामीले संविधानलाई कार्यान्वयन गर्न, संविधानको मौलिक हकमा सबै कुरा लेखेको छ, राज्यका निर्देश सिद्धान्त नीतिहरूमा डिटेल कुराहरू छ। जुन मुलुकको संविधान छैन उसले घोषणा लेखेर ठिक होला, हाम्रो त संविधानमै सबै कुरा लेखेको छ। त्यसलाई कार्यान्वयन गर्ने कार्ययोजना र कार्यतालिका बनाइदिएको भए त्यो धेरै कुराहरूको चाहिँ हामीले घोषणा, सङ्कल्प आदि इत्यादि लेखिरहनु पर्ने, समय खर्चिरहनु पर्ने, श्रम खर्चिरहनु पर्ने त्यो हुने थिएन होला। आगामी दिनमा यो घोषणापत्र लेख्दाखेरि ठक्क सूक्ष्म अध्ययन हुनु पर्यो। समस्या के हो, चुरोल के हो, त्यसको समाधानको कार्यतालिका के हो, कार्ययोजना के हो, कहिलेसम्म गरिने, त्यसले चाहिँ के लाभ हुन्छ भन्ने कुरा हामीले गर्न सक्यौँ भने यसको अर्थपूर्ण होला। यसको लागि दृढ राजनीतिक इच्छा शक्तिको अभाव भयो भने यो निर्वाचन र निर्वाचन घोषणापत्र यो निर्वाचन तन्त्र मात्र हुन्छ, त्यो लोकतन्त्र हुँदैन भन्छ। इलेक्ट्रोक्रेसी हुन्छ, डेमोक्रेसी हुँदैन। हाम्रो जस्तो मुलुकमा के हुन्छ भने क्लेप्टोक्रेसी भन्छ क्या। एक्स्टोक्रेसी भनेको शासनमा सक्षम व्यक्ति कहिले नआउने, चुनावैमा भाग नलिने होइन, त्यसले आसेपासेहरू ल्याउने हुन्छ भन्छन्। मैले भने विद्वानहरू भने मैले हालिदिएँ है। अर्को के हुन्छ क्लेप्टोक्रेसी, हाम्रो त भ्रष्टाचार बढेर एकछिन आज सबै घोषणापत्रमा हेर्नु त सुशासनको प्रतिबद्धता छ, शून्य सहनशीलता भनेर उल्लेख गरिरहेको छ, सबैको घोषणापत्रमा छ। देश बदल्ने हो होइन, भाग्य बदल्ने हो होइन, मुहार परिवर्तन गर्ने हो भनेर सबैको घोषणापत्रमा छ। त्यसैले जो नयाँ आउनु होला मैले त मौका अझै आउला, जो हामी चलाइरहेका छौँ, गरिरहेका छौँ, के कारणले सकिएन भन्ने कुराको चाहिँ त्यो घोषणापत्रमा हुनु पर्यो। यो कुरा हामीले किन लागू गर्न सकेनौँ विगतमा, हामीलाई के ब्यारियर हो, के कठिनाइ हो भन्ने चाहिँ त्यो चाहिँ आउनुपर्छ जनताको माझमा जानलाई। किनभने जनता सार्वभौम हुन्छ, उनकै मतबाट चाहिँ सत्ताको उत्तराधिकारी हुने हो, सत्तामा वैधता प्राप्त गर्ने हो। तर हामीले जुन निर्णायक परिवर्तन गर्छौँ, सारभूत परिवर्तन गर्छौँ भनेका छौँ, त्यो अझै पनि पुग्न धेरै कठिन छ। संयुक्त राष्ट्रको दिगो विकासको लक्ष्यलाई हामीले सन् 2030मा पुऱ्याएर समृद्धि प्राप्त गर्छौँ भने हो नि त। अब कति छ त अहिले, कति रहेछ त हाम्रो भनेर हेऱ्यौँ। भ्रष्टाचारको हिसाबले हामी 109मा रहेछौँ, विधिको शासनको हिसाबले 100भन्दा बढी रहेछौँ, जनतालाई सुखी दिन्छौँ भनेका छौँ, त्यो 90भन्दा मुन्तिर रहेछौँ हामी सुखीको चाहिँ इन्डेक्समा होइन। अनि हामी न समृद्धि दिन सक्यौँ न सुख दिन। संयुक्त राष्ट्रको दिगो विकासको लक्ष्यको कार्यान्वयन कहाँ पुग्यो भन्दा त्यो पनि 90भन्दा पछाडि रहेछ खै हामीले सक्यौँ। अब हाम्रो 3-4 वर्षमा सक्छौँ। त्यसले प्रतिबद्धता हामी गर्छौँ, कार्यान्वयन पक्ष हाम्रो साथै फितलो छ, कमजोर छ। त्यसैले यस्तो किसिमको चाहिँ घोषणापत्र प्रतिबद्धताले कार्यान्वयनको पाटोलाई हामीले प्रभावकारी बनाउने उपाय खोजिनौँ भने चाहिँ त्यो केवल पुलिन्दा मात्रै हुन्छ भने चाहिँ त्यो कागजी काम मात्रै हुन्छ। त्यो व्यवहारमा रूपान्तरणलाई केही हुनुपर्छ।